आहा नेता साहब अहिले आएका बजार दे उस्ता फोन आउने छाटा भनेर काम गरेको छु अहिलेसम्म कहाँ जाने छि तल बजार साथी आएछ भेट्न गए छे साथीसँग त गई यस्ताले झाटपट डाहामा बजार बसी खाना खानुपर्ने भने थाहा पाइन सिके नाइ नाइ म खानासाना केही खानेन नास्ता किन आएँ मैले खाना त मापाला भाङ्गो खाइ आए जो छै नास्ता खाइ आइए के बाछे पाछे खाना बना त्यसै फाल एमा आफू लादो चिर्नु हुने जहिले पनि खाना खडा हाले हाले मेरो खाने मन छैन भने सुनिन अगे कति मेरो टाउको खाओ बरु खाने नै भन्नुहोस् 10 पल्ट खा अरे तुमा आफू लादो चिर्नु हुने भने खाना खाने भने थाहा पनि अघि कल गरे आउनु त म खानै बनाउने थिएन त बेली बाउसी अरे आज बाउसी अरे भोलिले बनाउने छैन नि के तुमा आफै खाना खाना उहीँ बजार नास्ता खानु उहीँ बसिराख्नु बुढीमा तुम्रो खाना तमी खाओ के मैले अघि नै भने नि त म भात खान्न भनेर मैले नास्ता खाएर आइसके म केही खान्न खा नास्ता भोलिले छाटै रुपियाँ दिएले त्यही बजार नास्ता खाइ आयो भोलिले पक पक तेरा बाबा सम्झ तेरा यसै चालामाला आउनु भनेपछि भोलि तेरा बुवा दिल्ली फोन गरिकन सब कुरा लगाइदिने तेरा जहिले पनि यसै गर्दो पनि खेन यहीँ नबस्ने भए बम्मै जान्ने बुवा काम गर्दा उहीँ काम गरिखा एउटै डुल्नु भन्दा लुक्खा जनरी अब बुवाई फोन आनी छौ कि आमाई फोन आनी छौ जगी फोन आने आन भयो मेरो टाउको नखाओ के म सुत्तमे मापा सिप्टा ज्यापो बेडन सुत्ते सुत ज्यापो दे हर मापे उछिट्टी पर्ने जो हुने